रेस्टुरेन्ट स्टाइल क्रिस्पी कर्न बनाउन यति सजिलो छ नि घरमै। यसरी बनाउनु भयो भने चाहिँ तपाईँले रेस्टुरेन्ट गएर क्रिस्पी कर्न खान नै पर्दैन, यस्तो सजिलो छ बनाउन। सुरुमा चाहिँ मैले फ्रोजन त्यो स्विट कर्न प्याकेटमा आउँछ त्यो लिएँ। एउटा कराईमा पानी बोइल गर्ने र यो स्विट कर्न हालिदिने यसमा र 2-3 मिनट चाहिँ बोइल गर्ने थोरै नुन हालेर। हल्का बोइल भइसकेपछि यसलाई स्ट्रेन गर्ने पानी र एउटा बाउलमा हालिदिने र यसमा चाहिँ मजाले कर्नफ्लावर हाल्नुपर्छ यो सबै कोट हुने गरेर र यसलाई हातले मजाले मिक्स गर्ने। यतिको मिक्स गरिसकेपछि अब मसलामा चाहिँ स्वादअनुसार नुन हाल्नुहोला, आधा चम्चा जति खुर्सानीको धुलो, त्यस्तै गरी जिराको धुलो, थोरै मात्रै बेसार हालेर मजाले मिक्स गर्ने। अब यहाँ मैले एउटा गल्ती के गरेँ भने थोरै पानी पनि हालेँ कि पानी चाहिँ एड गर्न नहुने रहेछ। यसलाई चाहिँ अब मैले डिप फ्राई गरेँ, कराईमा तेल मजाले हालेर यो फ्राई गरेँ। यो पानी हालेको भएर हल्का स्टिक भइरहेको थियो कि, त्यही भएर म चाहिँ फेरि के गरेँ भन्दा त्यो सबै पखालेर कर्नफ्लावर मसलाहरू हालेर फेरि फ्राई गरेँ। यो चाहिँ पानी हालेको भएर हल्का डल्लो डल्लो भएको थियो। सो यो चाहिँ पानी नहालिकन फेरि फ्राई गरेको हो। यो चाहिँ यस्तो क्रिस्पी बनेको थियो। सो हजुरहरूले बनाउँदाखेरि पनि पानी चाहिँ एड नगर्नु होला। अब सबै बाउलमा निकालेँ फ्राई गरेको कर्नमा फेरि थोरै खुर्सानी, थोरै जिरा, थोरै माथि नुन, अगाडि पनि नुन हालेको थियो र चाट मसला चाहिँ अलि मजाले हालेँ र लेमन जुस पनि हालेँ र हल्का चटपटा हुनको लागि चाहिँ प्याज र हरियो खुर्सानी पनि मसिनो गरेर काटेर मजाले मिक्स गरिसकेपछि यो एकदमै नै मिठो क्रिस्पी कर्न चाहिँ रेडी भयो। अहिले पानी परेको बेला त झन् चिया र यो क्रिस्पी कर्न खाँदा आहा यस्तो मिठो हुन्छ। यो रेसिपी तपाईँहरूले पनि ट्राई गर्नुहोला र फलो फर मोर रेसिपिज।